हेलो एभ्रीवान गाइजहरु गुड मर्निङ के छ सोल्डी गुड मर्निङ भाइ दाइ गुड मर्निङ टक्क हामी चाहिँ अब हाइकिङ सुरु हुन लाग्यो है मास्तिर टक्क उकालो जाँदैछौँ यो चाहिँ हामी चाहिँ खास चाहिँ ओख्रेनी हिँडेको हो जिन्स प्यान्टमा फेरि अब यहाँनिर चाहिँ हामीले टक्क टिकट 5 वटा काटेर खै सोच्नु नै हो टिकट काटेर राख्नु नि त्यही मसँग छैन 5 वटा टिकट काटेर 2टा यता 3टा यता अब यहाँनिर टक्क टिकट काटेर अब हामी चाहिँ यहाँबाट चल्दिनु पर्ने हुन्छ अब चाहिँ हामी फ्रिडम हो क्या फेरि भिडियो बनाउन मिल्छ हैन सर हो र She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the एकदम ठिक छ दानसँग चाहिँ अब यसपछि के हुन्छ त्यो भन्न सकिन्न उकालो कस्तो लागिरहेछ उकालो ठिकै छ जे पछिको भन्दाखेरि चाहिँ तर उस्तै हो त्यो बाटो नि त्यो नि खुड्किला नै थियो यसको तर धेरै खुड्किला छैन थोरै छ यस्तो चाहिँ माथि डाँडा पुगेर तेर्सो छ भने होइन त्यस्तो हो हाम्रो दाइहरू चाहिँ अगाडि त्यहाँ चाहिँ उता फेरि तेर्सो मलाई त पसिना लोत हाल्नु मलाई अलिअलि हो कि जस्तो मात्र भइरहेछ अहिले मलाई त्यस्तो धेरै पसिना आउँदैन अब माथि गएर भेट्नुपर्छ फेरि हामी सबैजना पहिले चाहिँ त्यही भन्यो र हामी चाहिँ तल सुन्दरजलको आर्मी क्याम्पबाट चाहिँ चेकसेक गरेर सट्ट हामी निक्लिसक्यौँ मासतिर अब ओख्रिनी अब यसलाई के भन्ने हिट भइरहेछ है आज हाम्रो हाइट चाहिँ टपसम्म मस्त स्टार्ट भएको छ उकालो बढेर जाँदैछ उकालो चाहिँ डह्रो रहेछ सिडी टक्क आज काफल पाइन्छ पाइँदैन होला त ओखरीतिर काफल पाउनु पर्न सक्छ है तर त्यही भन्ने कुरो मैले सुनेको थिएँ उकालो सर्र हिँड्न मजा भइरहेछ मन्दिर सर र यसरी हाम्रो साथीहरू चाहिँ सबैजना मन्दिर घुमाउनु त भन्ने कुरो आयो त्यही भएर मन्दिरतिर जाँदैछौँ हामी समाचाम लभली ब्युटिफुल सुपर हिट पप होइन मन्दिर लाग्दैन त्यहाँ त 100 रुपियाँ तिर्यो त नि मन्दिर आइसकेको छौँ होइन मन्दिर चाहिँ अलिकति तल रहेछ मान्छे चाहिँ सुधा रहेछन् यतातिर नि यस्तो अब देखाउनलाई अहिले एसीमा देखाउँछु यतातिर तर दामी रहेछ मन्दिर यस्तो धेरै टाढा नि होइन यहाँ मुनि खोला छ फेरि यस्तो टाइपको राम्रो रहेछ जाम हामी गाईहरू गइसक्यो त्यही हो तर खोला अलिक ठुलो आउँछ होला है अलिक पछि अहिले ठुलो यहाँ तल छ हामी चाहिँ यहाँको मन्दिर पनि हेऱ्यो अनि अब फेरि उकालो चढ्नु पर्ने छ अब भर्खर स्टार्टिङ त हुँदैछ हाइकिङ सो मन्दिर पनि हेऱ्यो राम्रो रहेछ दाइहरू अब कट्टु सट्टु लाउँदैछन् अब घरबाट चाहिँ पाइन्टमा आउनु भएको रहेछ सबैजना हलीले पनि यहाँ
कुमार हलीले पनि कट्टु फेर्दैछ दाई हाम्रो सोल्टीले खोलिसक्नु भयो यो मैले चाहिँ अलरेडी पहिले नै लगाएर आएको थिएँ तलबाट त्यो अब चाहिँ हामी ओखरेनी जाने बाटोतिर लाग्यौँ यहाँदेखि मुनतिर चाहिँ देख्न सक्नुहुन्छ जहाँ बाटो चाहिँ धाप ड्याम जाने हो माथि हामी चाहिँ अब ओखरेनी तर्फ लाग्यौँ तेर्सो छ है यहाँनिर ड्याम छ नि थाहा छ हेर त कुमार उहाँ तल हेर नि ड्याम सानो ड्याम हेलो के छ आमामा यस्तो हिरो देखिरहेको छ त लभली सुपर हिट चमाचम ब्युटिफुल पानी घोप्टे जस्तो देखेर आज हामी सबैजना जाँदैछौँ ठिक छ भएन She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way. बाटो त तर ठिकै रहेछ है त्यस्तो नराम्रो भन्न नि छ त तीनजना अङ्कलहरू पनि आउँदै हुनुहुन्छ सँगसँगै दामी भएछ है तर मौसम पनि दामी छ पानी त भरे दिउँसोतिर पर्ला कि ओखरेनीको बाटोमा सरर हामी कुमारलाई किन रेडी भन्नु ओखरेनीको फलामको सानो खोलाको ठुलो ब्रिज अरे ठुलो ब्रिज माछा चाहिँ दाइ छ होला हौ यहाँ हेर्नु त एकचोटि सानो होला यसमा बल्छी हान्नु दाइ लिएर आउनु पर्छ नि त बल्छी खोइ छ दाइसँग छ त बेकारको दाइसँग त अहिले आज ल्याएको छैन दाइसँग आज हुक बेकारको रट मात्रै छ दाइसँग तन्किन टाइम लाग्छ ओइ को मान्छे हो यो ओइ ओइ दामी कसम मलाई यस्तो बवाल लाग्यो है तर माथि पनि जामा छ जत्तिकै होइन खोला पनि म एकदम डेन्जर मलाई बेसी खोला पनि थियो खोला छेउछेउ मलाई दामी लाग्छ हेर्नु हाम्रो ओइ जुका रे जुका त हुन्न होला हौ यहाँ ओखरेनी गयो हुन्छ हो पर्यो जस्तो लागिरहेको हो मलाई हामी चाहिँ तलबाट उकालो हिँड्दा ठक्क मेन रोड माथि भेट्यो हाम्रो साथीहरू चाहिँ यहाँ हेर आफ्नै तालमा छ गीत गाउँदै नाच्दै सु रमाइलो भइरहेछ माथि पानी पर्ला जस्तो पनि भइरहेछ है
म यता टक्क हाम्रो ग्याङहरू छुट्टै छ यार ग्याङको त आज त यसपालि मार्केट हानेछ ग्याङहरू हसन ल ल ल जानु दाइ जानु म खिच्दिनँ नि हुन्छ ओए दाइलाई फुर लाए होइन लडे होइन अब मेरो पालो होइन उसको के अरे सुप्रिमले हल्का She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. हाम्रो फोटो खिच्ने बेलामा चाहिँ सबजनाले ब्याग स्याग यहाँ टक्क भुइँमा राखेर सबजनाले फोटो खिचिसक्यौँ त्यसपछि फेरि अब हामी लाग्नेछौँ उकालो यस्तो मजा आउँदैछ अझै पनि माथि पुग्दाखेरि भ्यू कस्तो होला त राम्रो छ राम्रो कस्तो भएको छ कुमार एकदम गुड भइरहेछ होइन छुट्टै छ के गर्नु गाह्रो छ उकालो हिँड्न मात्रै मन गरेर पनि भएन नि त हो कि भन न कुमार हिँड्न मात्रै मन भएर भयो त सक्नु पऱ्यो नि हिँड्न हो कि नि त भन्नु त हामीलाई कति गाह्रो भएर छ हामीलाई थाहा छ नि तर कसम दामी माथि आएर चाहिँ पिसफुल ठाउँ छ बाख्रा त खतरा चढ्दो रहेछ उकालो त मिर्गो भन्दा नि खतरा रहेछ त नि दोस्रो रूप हो र पानी पर्नु लाग्यो फेरि दिदी बाटो कता हो यो यही बाटो हो कि त्यो बाटो जान्छ माथि के छ यहाँबाट नि जान्छ यहाँबाट नि जान्छ अरे यहाँ खाल्टो रहेछ बाटो हिँड्ने होइन काफलको बोट चाहिँ भेट्नु त धेरै तर यहाँ चाहिँ हल्का फलेको देखेछ हरियो 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 रहेछ तर यो चाहिँ त्यहाँबाट मान्छेहरू टन्डिरहेको तर हामी पुग्ने चाहिँ त्यहाँ माथि उता फ्ल्याग देखेर होला ओख्रेनी आइपुग्यौँ हामी चाहिँ यहाँनिर आन्टीहरू काम गर्दै हुनुहुँदो रहेछ आलुहरू गोड्दै हुनुहुँदो रहेछ यो औषधिहरू पनि बचाएर राख्नु हुँदो रहेछ आन्टीहरूले सो अब बिस्तारै जानुपर्छ त्यो चाहिँ तेर्सो छ अरे छन चाहिँ 45 मिनट लाग्छ भनेछ भन्नु चाहिँ केही खाएर जान्छौँ जानु चाहिँ यता भोक लागिसक्यो ओख्रेनी गाउँ आइपुगिसक्यौँ हामी नगरकोट माथि टाढो नगरकोट माथिको त्यो डाँडो कपन गुम्बा चाहिँ देखिरहेको छ नि यो चाहिँ नगरकोट भन्दा यतापट्टिको साइडको डाँडा रे हामी चाहिँ यहाँ पुगिसक्यौँ ओख्रेनीको गाउँमा यहाँनिर ओख्रेनीको सानो झरनामा आइसक्यौँ सबजना पौडी खेल्दैछ चिसो रहेछ सानो सानो जाउँ आइसक्यौँ हामी चाहिँ अब हामी देखिँदैछ त अहिले त्यो पारीको चाहिँ भेडा हो है हामी चाहिँ ओख्रेनी झरना मेन झरना आइपुग्नु लाग्यो जो चाहिँ त्यहाँनिर आइपुग्नु लाग्यो दाईहरू अगाडि चारजना खोइ बहिनीहरू रहेछ राम्रो छ ठाउँ चाहिँ सही रहेछ जोस् मजा लाग्यो आउनु ट्रायलहरू बाटो हिँड्ने ठाउँ पनि ठिक छ
पानी पर्न लाग्यो पानीले चाहिँ बिताउँछ जस्तो छ गाइज स्क्याम भयो यहाँ चाहिँ भेडा होइन रहेछ बोरा रहेछ हामी चाहिँ पर हेर्दा भेडा भनेको त बोरा पो रहेछ लास्टमा त उकाले हो नि त बाघ भालु पाइन्छ भन्छ नि त अनि त्यहाँको अङ्कल त बाघ मार्ने मान्छेहरू यता यता छ त्यस्तो मलाई भालु त बाघ त होइन पानी पर्यो सो बस्ने ठाउँ त छैन त्यही पनि पानीमा हामी हिँडिरहेको छौँ तपाईँहरू देख्न सक्नुहुन्छ पानी पर्यो ड्याङ जस पुग्ने बेला पानी पर्यो राम्रो मिठो त्यही पनि हामी हिँड्न चाहिँ छोडेको छैनौँ धेरै त लाग्दैन त्यही पनि 10 मिनट होला अब बाटो चाहिँ यस्तो छ आम्मा पुरै अँध्यारो भएछ त सोल्टी आम्मा ओइ बिस्तारै है बाटो चाहिँ खतरा रहेछ डेन्जर फाइनल डेस्टिनेसन चाहिँ यहाँ हो आइपुग्नु लाग्यो ओख्रेनी झरना ठुलो यो चाहिँ ओख्रेनी झरना हो ठुलो सो पुग्न लाग्यो हामी चाहिँ सोल्डै आयो सुप्ने भाइ आइपुग्यो दामी छ दामी ठाउँ दामी कस्तो छ कस्तो स्विमिङ हान्ने ठाउँ पनि छ कि अझै गर्दाखेरि दामी झर्ना देख्न सक्नुहुन्छ माथि कस्तो 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 हजुर दामी छ दामी मेउ नपो झर्नु न त एउटा दामी जस झर्नाहरू चाहिँ ठिकै रहेछ अहिले पानी सानो सानो भएर खासै ठुलो झर्ना चाहिँ रहेनछ अहिले पानी सानो भएर अरू बेला चाहिँ ठुलो हुन्छ अरे झर्ना देख्न सक्नुहुन्छ हामीलाई पनि झर्नालाई माथि खासै ठुलो छैन अब हामी एकछिन नआउनु पर्यो
यसलाई के भन्छ दाइ? लुमदार लुमदार झन्डा झन् नभनु सरी लुमदार। हामी चाहिँ खाजा साजा खाएर यतातिर अब यहाँनिर हाम्रो She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never